हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज हो मेरो वेट लस जर्नीको 6 डेज, तर अहिलेसम्म मेरो कुनै पनि प्रोसेस सुरु भएको छैन। घट्ने क्रम होइन, बढ्ने क्रम चाहिँ जारी छ। एनिवे जे भए पनि एउटा चाहिँ हुन्छ, मैले च्यालेन्ज त दिइहालेँ, अब यसलाई पुरा त गर्नु पर्यो, कि त घट्छ कि त बढ्छ होइन। वेट लस जर्नी भनेर सुरु गरेको अन्तिम हुने बेलासम्म मेरो वेट गेन जर्नी चाहिँ होला जस्तो छ। एनिवे साथीहरू, धेरैजनाले त मेरो युट्युबको भिडियोहरू हेर्नुहुन्न, यदि हेर्नुहुन्छ भने प्लिज माया गरिदिनु होला। आज मेरो केही पनि काम थिएन, यो बिहानदेखि बेलुकासम्मको भिडियो बनाउन पनि मलाई यस्तो झ्याउ लाग्छ। ल भिडियो त बनाइहाल्छु, तर यो एडिट गर्न चाहिँ एकदमै मलाई झ्याउ लाग्छ। त्यही भएर मैले चाहिँ आज मेरो हातको नेलहरू एकदम लामो लामो भएको थियो, अनि कलर पनि मन परेको थिएन। नेल पलिस चेन्ज गरेँ दिनभरि, हावाहुरी आएर काठमाडौँमा एकदमै बेपत्ता थियो। त्यही भएर चाहिँ मैले आफ्नो नेल कलरको नेल चेन्ज गरेँ। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। यति बेरसम्म हेरिदिनु भएकोमा कोही कोही एउटा दुइटाले माया गरिदिनु होला, कमेन्ट गर्नु होला, अनि वेट लस कसरी गर्छन् कमेन्ट गरिदिनु ल प्लिज। थ्याङ्क यू, बाई बाई साथीहरू, गुड